नमस्कार साथीहरू। आज मैले फेरि यो बाटेको धुप बनाएर तपाईहरूको माझमा लिएर आइरहेको छु। अनि यो भिडियो बनाउनको मुख्य कारण चाहिँ के हो भने मलाई फाइदा भइरहेको छ हैन। अनि मलाई चाहिँ एक दुईजना साथीहरूले के सोध्नुहुन्छ भने नि तपाईलाई के हो पारा त घरमा खुरुखुरु बसी धुप बाट्दो रहेछ, बेच्दो पनि रहेछ, यसले खाना पुग्छ क्या भनेर। खाना पुग्ने नपुग्ने भन्ने कुरा हुँदैन कि साथीहरू हैन। खाना पुग्ने नपुग्ने भन्ने कुरा हुँदैन। खाना त म प्रशस्त लाएर खान्छु है। अन्तबाट नि मलाई सबै कुरा पुगाइदिनु भएको छ, तर पनि मैले चाहिँ नि यस्ता कामहरू गरेर बस्छु। किन बस्छु भन्दाखेरि मलाई एकाग्र मनपर्छ अनि मलाई मेहनती आदत पनि मनपर्छ। जसले मलाई मेहनत गरेको अनि टाढा देख्नै हुँदैन है। एकदम मनै मलाई चङ्गा भएर आउँछ के हैन। त्यही भएर म चाहिँ अनि घरमा बाहिरतिर माग्न आउनुहुन्छ नि, अनि मोटो घाटो, अनि त्यहाँबाट नि अरे बहन आपको सुख शान्ति मिलेगा भनेर त्यस्तो भन्छ नि। मैले तिनीहरूलाई दिँदिनँ हैन। अनि त्यहाँबाट नि मैले दिन्न कि तिनीहरूलाई। अनि त्यही भएर मैले चाहिँ जसले पनि मिहिनेत गर्छ, मिहिनेत गरेर खान्छ हैन, त्यस्तो साथीहरू चाहिँ मेरो सम्पर्कमा नि हुनुहुन्छ। अनि म पनि त्यस्तै खालको छु हैन। अनि यो सानो कुराहरू गरेर सानो कुराहरू गरेर पैसा कमाइन्छ भनेर चाहिँ तपाईहरूलाई थाहा छ कि नै। अनि यो चाहिँ मैले हिजो बेचेको हो हैन। 1200 को 200 रुपियाँको एक प्याकेट बेचेको भने अनि यो 1000 रुपियाँको चाहिँ 200 रुपियाँ प्याकेट गरेर 5000 के अरे 5वटा पोका बेचेको, 5वटा 6वटा पोका बेचेको हो मैले हिजो हैन। अनि त्यही बेचेको पैसा हो यो। अनि त्यसपछिबाट अनि त्यहाँबाट अनि आउने रहेछ नि त हैन, कमाइ त हुँदो रहेछ त भनेर मैले चाहिँ यो भिडियो बनाइराखेको हो साथीहरू। अनि म विशेष गरेर यो भिडियोमा तपाईहरूलाई के भन्न चाहन्छु भन्दाखेरि मैले चाहिँ यो धुप बाटेको धुप 1 रुपियाँमा दिन चाहन्छु हैन, दिइरहेको पनि छु हैन। अनि यसमा चाहिँ नि महँगो पनि पर्छ किनकि यस्तो कागजहरू चाहिँ नि जुन पाए त्यही जस्तो पाए त्यस्तै पनि हुन्थ्यो क्या। अनि अहिले चाहिँ राम्रो खालको कागज परेको छ। राम्रो खालको कागज भने बेटारिन नि सजिलो हुँदो रहेछ के। अनि त्यही भएर राम्रो खालको कागज अनि यो यसमा गरे धुपी सल्ला, त्यसपछिबाट अलि महँगो आउने बासना अनि सबै चिज राख्दाखेरि अनि अलिकति कस्ट महँगो परेको होला।